हेलो 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 हाई सबैलाई नमस्ते। 2083 सालको सबैलाई धेरै धेरै शुभकामना छ होइन। अनि त्यसपछि आज सँगसँगै नयाँ वर्ष सँगसँगै वैशाख 1 गते मेरो बर्थडे भएको कारणले मेरो बुढो टाढा युरोपमा हुनुहुन्छ। युरोपबाट भए पनि मलाई मेरो बर्थडे भनेर होइन सरप्राइज गिफ्ट दिनुभएको रहेछ होइन। अनि पार्सल गर्नुभएको रहेछ। अनि त्यसपछि बर्थडे गिफ्ट चाहिँ अघि आयो है। अनि त्यसपछि अब उहाँ टाढा भएर पनि मलाई धेरै धेरै माया गरेर चाहिँ गिफ्ट पठाइदिनु भएको रहेछ। मेरो बुढोको गिफ्ट चाहिँ यो हो होइन। के दिनु भएको रहेछ है त एकछिन हेरौँ है मेरो बुढोको बर्थडे गिफ्ट है त एकछिन। के दिनु भएको रहेछ हेरौँ है। मैले चाहिँ दिन सकिनँ होइन। अस्ति भर्खर बुढोको चाहिँ बर्थडे थियो। मैले चाहिँ दिन सकिनँ होइन। वा कति राम्रो गिफ्ट। थ्याङ्क यू सो मच बुढो। कति राम्रो गिफ्ट। वा फोटोको कति राम्रो साथीहरू। अनि यस्तै हजुरहरूलाई यस्तै न अब कसैलाई गिफ्ट दिन मन छ भने होइन अनि मेसेज गर्नु होला होइन। यस्तो अनि फोटो भएको कप पनि बनाइदिनुहुन्छ होइन। बर्थडेको लागि एनिभर्सरीको लागि पनि अनि जस्तो खाले पनि बनाउन मिल्छ होइन। यो कम्पनी भन्नाले त्यो भाइले खोलेको छ होइन। यो दामी दामी डिजाइनको आफ्नै फोटोको बनाइदिन्छ। यो चाहिँ मेरो आफ्नै फोटोको होइन। थ्याङ्क यू सो मच बुढो। यति राम्रो गिफ्ट दिनुभएकोमा मलाई त्यति टाढाबाट पनि यति धेरै माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ मेरो बुढोलाई। अनि त्यो सँगसँगै मेरो एकजना प्यारी बहिनीले मलाई यो गिफ्ट दिनुभएको छ। थ्याङ्क यू सो मच बहिनी बर्थडे गिफ्टको लागि। थ्याङ्क यू सो मच है यस्तो राम्रो गिफ्ट दिनुभएकोमा होइन। सबैजना साथीहरूलाई धेरै धेरै धन्यवाद छ होइन। अनि मलाई बर्थडे विस गरिदिने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद छ होइन। बर्थडे विस गर्ने साथीहरूको पनि म सबैको नाम हाल्छु ल। थ्याङ्क यू सो मच। अनि मेरो बर्थडे विस गर्ने सबैजना साथीहरूलाई चाहिँ होइन धेरै धेरै धन्यवाद भन्न चाहन्छु होइन। मैले सबैको चाहिँ अनि रेकर्ड गरेर अनि भिडियो बनाएको छु है। सबैजना साथीहरूको माइन्ड नगरिदिनु होला है। सबैजना साथीहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु मेरो बर्थडे विस गरिदिनु भएकोमा होइन। मलाई शुभकामना दिनुभएकोमा बर्थडेमा थ्याङ्क यू सो मच। सबैजना साथीहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु होइन। अनि सबैजना साथीहरूले होइन लास्टमा एकदम मिठो कमेन्ट गरिदिनु होला है। अनि त्यसपछि राम्रो मिठो कमेन्ट गरिदिनु होला है त सबैजना साथीहरूलाई। ओके टाटा बाई बाई साथीहरू। सबैलाई नयाँ वर्षको शुभकामना।